हेलो गाइज नमस्ते। यो उमेर भनेको हैन, यस्तो उमेर हुन्छ 18 देखि 25 वर्षको उमेरमा युवाहरूले के कस्ता गल्ती गर्छन् त। ती गल्ती गरेर जिन्दगी यता न उता कस्तो तुदार जस्तो हुन्छ क्या। बेलैमा समय पुर्याएको भए यस्तो हुँदैन थियो भनेर पछि महसुस हुन्छ क्या। के गल्तीहरू गर्छन् त त्यो हामीले दोहोऱ्याउनु हुँदैन हैन, फेरि बारम्बार त्यो गल्ती गर्नु हुँदैन भनेर हैन। यदि तपाईँ गल्ती गर्यो भने हैन जीवनभरि पछुताउनु पर्छ क्या। यो उमेरमा सबैभन्दा ठुलो गल्ती भनेकै समय खेर फाल्नु हो क्या। समयको एकदम सदुपयोग गर्न सिक्न पर्छ क्या। यो उमेर भनेको स्किल सिक्ने उमेर हो क्या, नयाँ स्किलहरू सिक्ने हैन। धेरै जसो मान्छेहरू हैन स्किल नसिकेर इन्टरनेटमा रमाउँछन् क्या। त्यो एउटा ठुलो गल्ती हो क्या हामी युवाहरूको हैन। अनि अर्को गल्ती भनेको गलत सङ्गत क्या। अनि यस्तो तपाईँ के बन्न चाहनुहुन्छ, कस्तो बन्न चाहनुहुन्छ, त्यस्तो तपाईँ बन्ने जस्तो भिजन भएको मान्छेसँग सङ्गत गर्न राम्रो हुन्छ क्या तपाईँको लागि। नत्र लाइफ यस्तरी बिग्रिन्छ हैन, तिमी पछि गएर धेरै पछुताउँछ क्या। अनि अर्को कुरा पैसा कमाउने सोच नराख्नु पनि एउटा ठुलो गल्ती हो क्या। त्यो गल्ती हो। अनि पैसा इन्कम गर्ने सुरु नगर्नु पनि एउटा ठुलो गल्ती मानिन्छ क्या। हामीहरू पछिसम्म भन्छौँ 10 वर्ष अगाडि नै केही गरे भए हुन्छ, राम्रो स्किल सिके भए हुन्थ्यो, अनि राम्रो इन्कम जनरेट गरे भए हुन्थ्यो भनेर पछुतो हुन्छ क्या। अनि चौथो गल्ती भनेको अनि फेलबाट डराउनु क्या। फेल नभई सक्सेस कोही मान्छे पनि बन्दैन क्या। फेल हुनबाट डराउनु भएन। हामीले फेल भए पनि फेरि कोसिस गर्दै रहनु पर्यो क्या। अनि अर्को कुरा यो सोसल मिडियामा एक्टिभ हुनु क्या, एकदम एडिक्सन हुनु। यो सबैभन्दा ठुलो गल्ती भनेको अहिलेको युवाहरूको सबैभन्दा ठुलो गल्ती भनेकै यही हो क्या। अनि एउटा अर्को गल्ती भनेको हेल्थलाई, हाम्रो स्वास्थ्यलाई इग्नोर गर्नु भनेको सबैभन्दा ठुलो गल्ती भनेको त्यो हो क्या। बडी बिग्रियो अनि हाम्रो बडी बिग्रियो भने सबै जिन्दगी बिग्रिन्छ क्या। केही गरेको पनि अर्थ हुँदैन। केही हामीले सोचेको प्लानिङ सिकेको हरेक चिजहरू सबैभन्दा पहिला हेल्थमा हामीले फोकस एकदम इग्नोर गर्नु हुँदैन क्या। स्वास्थ्यलाई इग्नोर गर्नु हुँदैन।